हेलो साथीहरू, के छ हाल खबर तपाईँहरूको? सन्चै हुनुहुन्छ? म त आज यता आएको कि पार्कतिर, अनि यहाँ यसो बच्चाहरू खेल्ने ठाउँ हेर्न आएको। मतलब यहाँ ठुलो मान्छे खेलेर हैरान हुन्छ फेरि होइन। तर मजा चाहिँ मजाको हुने कि है, बच्चाहरू खेल्नलाई यताउता हेर्नु न, सानो सानो सब कुरा छ कि। अब यहाँ केही छैन खेल्नुलाई, चढ्नुलाई, खेल्नुलाई, झुलुङ्गे जस्तो के अनि लुकामारी खेल्नलाई हो कि के हो हेर्नु न। यो घर जस्तो छ अनि यस्तो, अनि यहाँभित्र यस्तो कि अब यस्तो यस्तो हेर्नु न। अब यस्तो कि अब यो भित्र चाहिँ लुकीमारी खेल्ने हो कि घर जस्तो हो कि के हो है, यस्तो कति मजाले बनाएको कि है। यहाँ पनि छ क्या सेम त्यस्तै हो फेरि, कति धेरै छ बनाएको। यस्तो यता पार्क, यस्तो पिङ खेल्ने यहाँ, अनि यो पनि सेम यस्तै फेरि। ओए बुढो मान्छे खेल्दा त भाँचिन्छ होला नि, 50-60 वर्षको मान्छे, 50-60 केजी मान्छे भन्न खोजेको, सरी गाइज, इट्स माई मिस्टेक हो क्या। ओइ 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 कसरी खेलेको र? यस्तो बुढो मान्छे र बच्चा खेल्ने ठाउँ हुन त के भाँचिन्थ्यो र है, यस्तो फलामले बनाएको है, जल्लेर नि यस्तो। यो चाहिँ के हो, के हो, गाडी हो। ल खेल्नुहोस्, एक्सर्साइज होला यो त है, उठेर। आमा यस्तो रातो बच्चा पाएर निकालेन है रोहन। वेट लस होला है, वेट लस होला, के अरे स्लिम होला, स्लिम। यो चाहिँ के हो थाहा होइन। यहाँ नि छ अझ फेरि कति धेरै छ यहाँ प्ले गर्ने कुरा बच्चाहरू। यता स्नेब होला, के भन्छ अरे यसलाई डेनिसमा, यो घुमाउनेलाई के हो भन्थे नि? स्नेबल ए भन्थे होइन, के भन्छ मेरो। आज बुढो बच्चा आछन् है, मैले पार्कमा लिएर बुढो बच्चा चाहिँ, अनि खेल्दैछ। यहाँ पनि उफ्रिनु नि, यहाँ नि यहाँबाट चढ्दै 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 पुग्ने होला है। तपाईँ सक्छ? त्यहाँबाट चाहिँ कहाँ जाने? तर यहाँ लडे पनि टाउको साउको केही फुट्दैन के अरे है, त्यो कचक कचक बालु हो। माकुरोको जालोमा चढ्नु ल, रोडिजको जस्तो, रोडी ल है। ल तपाईँ पास हुने कि फेल हुने यहीँबाट थाहा हुन्छ। म वाउ गुड जब हो क्या। पख्नु बच्चाहरू लड्छन् समाउन पऱ्यो फेरि, बच्चा हो लड्छ नि फेरि, बुढो बच्चा। ल आउनु कट्टु च्यात्तेला, तर च्यात्तिन्न, यस्तो चिप्लो हो। यहाँ पिङ पनि खेल्नु। ओइ यो त भाँचिन्छ होला, कस्तो आवाज आयो त। मतलब यहाँ गाडी होला नि फेरि, बच्चाहरूको नि त चक्कर लाग्छ अहिले। यहाँ चढ्नु न, अब एउटा बाँकी। प्ले गर्ने ठाउँ नि के है।
ल अब यता आउनु लास्टमा एउटा टास्क बाँकी छ कि अझ यहाँ मुला गाजर कि मुला उखाल्नु न यो गाजर हो कि मुला हो गाइज हेरेर भनिदिनु पर्यो ल मलाई के हो ओए त नि है बिचार यता भर्खर गुडबाट निस्किया जस्तो हो नि उड्नै जाने होइन नि तर हाम्रोतिर छुन पाइँदैन है अहिलेसम्म लाग्यो भने मार्छन् नजिक उड्यो 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 कहाँ गयो अहिले त्यही रहेछ एउटा खुट्टा छैन क्या हो मेरो आँखा त्यस्तो रहेछ यो दुइटै खुट्टा देखिरहेको छु क्या बिचरा यसको आमा बाउले छोड्यो हो कि यति धेरै रुख्छ अनि उत्यो होला क्या बाटो भुली ओइ 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 उडी 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 उड्न सिक्दै रहेछ यो उड्न सिक्दै रहेछ सक्यो थाक्यो तपाईँ थाक्यो भने मुख के गर्नुभएको त्यस्तो थाक्यो भनेको कस्तो राम्रो के देखियो है यो भुइँको के नरम न्याम 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 पऱ्यो स्पोन्ज टाइपको यो चाहिँ लास्टमा सबै प्ले गरेपछि खेल्ने के अरे आराम गर्ने ठाउँ ओके बाई बाई आजलाई यति नै भोलि नेक्स्ट भिडियोमा भेट्नेछौँ बाई बाई गरिदिनुहोस् बाई भन्नु न जय नेपाल